सो हेलो एभ्रिवान र आज हामी जाँदैछौँ क्यासेभिला एडभेन्चर होमस्टेमा। त्यहाँ हामीलाई हाम्रो राइजिङ युथ क्लब अल मेम्बरलाई इन्भाइट थियो। सो हामी जाँदैछौँ। सो वेलकम ब्याक एगेन माई न्यू क्लब। र अहिले हामी 27 माइल पुगिसकेका छौँ र यहाँबाट राइट टर्न गरेर एनएचपिसी हाइड्रो प्रोजेक्ट भएर नजोक समथार भएर जाने हो र हामी जानेछौँ सन्यासी डाँडा। सो यहाँ सुन्तलाहरू हल्का दाजुहरूले दिनुभयो, गाउँले दाजुहरू थियो है र हामीलाई बाटोमा खानु लागि। सो हामीले यहाँबाट लेफ्ट टर्न लिएर एनएचपिसी को रोड जाँदैछौँ। सो हामीले यहाँ आइपुग्यो हाइड्रो प्रोजेक्टको यहाँ रोडमा है। यहाँबाट चाहिँ भ्यू मजाको देखिरहेको छ। सो केटाहरूले पनि हल्का इन्जोय गर्दैछ है। र हेर्नुहोस् न कस्तो दामी देखिरहेछ वाउ है। सो हामी चाहिँ जाँदैछौँ बरबट सन्यासी डाँडा होमस्टेमा है। सो यहाँ हेर्नुहोस् न, यहाँ यो ब्रिज नयाँ बनाएको रहेछ। पहिलाको चाहिँ सर्ट हाइटमा थियो है। त्यो एक समयमा यो फ्लडले बिगारेर चाहिँ यो नयाँ बनाएको रहेछ। एकदम हाइटमा छ, एकदम पक्का बनाएछ है। सो हामीहरू चढ्दैछौँ समथारको बाटो है। समथार जाने बाटो अलिकति रफ रहेछ बाटो। र यहाँ सुन्तला अघि दिनुभएको दादाहरूले है खाँदै इन्जोय गर्दै जाँदैछ। र यहाँ चाहिँ एकदम ओह्रालो छ है। र हामीले जाँदा चाहिँ ओह्रालो पर्छ, आउँदा चाहिँ उकालो पर्छ। यो ओह्रालो चाहिँ खत्रै ओह्रालो छ है साथीहरू। यो ओह्रालोको हामीले पहिला पनि हिँडेको गफ सफ गर्दै जाँदैछौँ। र यहाँ तल बाङ्गेमा चाहिँ पुरा सुन्तलाको खेतीहरू बाङ्गेमा चाहिँ केराको खेतीहरू धेरै गरिन्छ है। सो हेर्नुहोस् न, तपाईँलाई पनि देखाइरहेको छु। एकदम अर्ग्यानिक घरेलु केराहरू है। यहाँ चाहिँ धेरै मात्रामा केराको खेतीहरू गर्दछ। सो हेर्नुहोस् होला तपाईँले पनि है। दामी छ, दामी रमाइलो जग्गा छ, एकदम पिसफुल जग्गा छ। सो हामीहरू हल्का गफ हान्दै जाँदैछौँ र गानाहरू पनि 90s को सुन्दै जाँदैछौँ है। र उकालो चढ्दैछौँ। र यहाँ चाहिँ अहिले हामी पुग्यौँ माथि समथार है। यहाँ ओह्रालो चाहिँ हामी पहिला पनि धेरै आएको नि त है, त्यही गफ गर्दै जाँदैछौँ। र यहाँ चाहिँ हामीले पहिला चाउमिन दोकानहरू थियो नि त है, त्यो चाउमिनहरू खाएको है, त्योहरू कुरा गर्दै जाँदै थियो। सो यहाँ एकजना गाडी आयो एउटा है। सो साइड छोडिदियो। सो हामी फेरि लाग्यो आफ्नो गन्तव्यमा है। सो हाम्रो सफर चाहिँ अझै पनि धेरै लामो छ। हल्का रोड अफ रोड रहेछ है। र हामी चाहिँ अहिले जस्ट आइपुग्यौँ माथि लामा गाउँ है। सो यहाँ चाहिँ हामी अब हाम्रो रुट अलिकति कन्फ्युज भएर सोध्नेछौँ है यहाँ साथीहरूलाई। र साथीहरूले भन्दैछ चारखोला जाने रोड है, टक्कै यहाँ तलबाट चाहिँ ओह्रालो जानुहोस् भन्दैछ है। सो हामीले थ्याङ्क यू भनेर चाहिँ हामी फेरि लाग्यो आफ्नो गन्तव्यमा है। यहाँ हेर्नुहोस् न, यहाँ टाढै घरहरू मात्रै हुँदोरहेछ है। कस्तो दामी दामी घरहरू हो, एकदम हेर्नुहोस् फरक छ घरहरू पनि है। सो अहिले हामी सिधै जाँदा हामी प्लानिङ भयो लामा डाँडामा पनि जाने है। त्यहाँ लामा डाँडामा कटेजहरू हेर्ने। सो हामी चढ्दैछौँ है लामा डाँडा है। सो हामी आइपुग्यौँ लामा डाँडा कटेजमा है। सो यहाँ हल्का रमाइलो गर्दै फोटोहरू सुट गर्दैछ है। हल्का भाइले पनि भिडियोहरू बनाउँदैछ। सो हाम्रो टिम राइजिङ युथ क्लबको अल टिमको फोटो सुटहरू हुँदैछ है। सो यहाँ सानो नानीले पनि पिङहरू खेल्दैछ है। यहाँ नानीहरू लिएर आयो भने पनि धेरै रमाइलो हुने जस्तो, किनभने नानीको लागि धेरै प्रबन्ध रहेछ है। नानीहरू खेल्ने छ, यहाँ पिङहरू पुरा छ है। सो यहाँबाट भ्यूहरू चाहिँ टक्कै मजाको देख्दछ है। यो चाहिँ तपाईँहरू यो रुट आउनुभयो भने चाहिँ यहाँबाट तपाईँहरूले धेरै जग्गाहरू एक्सप्लोर गर्न सकिन्छ है। जस्तै पन्बू डाँडा, लामा डाँडाहरू है।
र तपाईँहरूलाई त्यही रिकमेन्ड छ कि यता आउनुभयो भने चाहिँ तपाईँहरू बाङ्गेबाट उकालो चढ्नु होला है, सन्थार भएर। सो तपाईँहरूलाई मजा आउनेछ, धेरै जग्गाहरू कभर गर्नु पाउनेछ। सो अहिले हामी बल्ल निस्क्यो हाइवे। यो रोड चाहिँ तपाईँहरू सिधै कालिम्पोङ लाभा जाने रोड हो है, त्यही रोडमै नै पर्दछ। सो हामीले पनि रोडहरूको धेरै इन्जोय गर्दै जाँदैछौँ, किनभने हामीले आउँदा धेरै अफ रोडिङ भेट्यो नि त है, त्यही कुराहरू गर्दैछौँ। यस्तो रोड भए हामी अघि आइपुग्थ्यो भन्ने कुराहरू गर्दै हल्का साथीभाइहरूसँग रमाइलो गर्दै जाँदैछौँ है। सो सुमित भाइ हल्का रमाइलो छ। सुमित भाइलाई चाहिँ हल्का हामीले जिस्काउँदैछौँ है, बुहारीहरू ल्याउनुपर्छ आज भन्दै जिस्काउँदै थियो। अब हामी जस्ट आइपुग्न लाग्यो है आफ्नो गन्तव्यमा। सो हामीलाई चाहिँ किन यहाँ इन्भाइट गर्यो भन्दा चाहिँ यहाँ हाम्रो है गाउँको चेली आङीको चाहिँ होमस्टे उद्घाटन भएको थियो। सो हामीलाई पनि निमन्त्रण थियो, त्यही भएर हामी आइरहेको छौँ अल टिम है। सो अहिले चाहिँ हामी आइपुग्यो बरबट सन्यासी डाँडा है, सो क्यासाभिला एडभेन्चर होमस्टेमा। सो यहाँ आङी घर चाहिँ यहाँ रहेछ, होमस्टे चाहिँ अलिक माथि रहेछ नि त हो। सो हामी अब जाँदैछौँ साथीहरू, तपाईँलाई पनि त्यहाँ एक्सप्लोर गराउनेछु। सो हेर्नु होला। र केटाहरू साउन्ड बक्सहरू निकाल्दैछ है। सो हेर्नुहोस् न, हाम्रो लागि एकदम प्रबन्ध मिलाइरहेको रहेछ है। सो कटेज चाहिँ 3टा रहेछ तपाईँको है, डबल बेड भएको है। यहाँ किचनहरू पनि रहेछ, एकदम राम्रो रहेछ है, राम्रो जग्गामा रहेछ। र हामी यो चाहिँ हो हाम्रो क्यासाभिला एडभेन्चर होमस्टेको ब्याक साइड है। सो यहाँ सेल्फी पोइन्टहरू पनि बनाएको रहेछ। सो हामी हेर्नु जाँदैछौँ। सो सुमित भाइले अब चढ्नु आँटेको छ, सुमित भाइ चाहिँ है सेल्फी पोइन्टमा। दामी छ ब्याक साइडको। यहाँ चाहिँ आउनुभयो भने चाहिँ एकदम पिसफुल रहेछ है। मलाई त साह्रै मन पर्यो र हाम्रो साथीहरूले पनि धेरै मन परायो। हामी यहाँ फेरि आउनेछौँ स्टे गर्ने गरी है, यही सल्लाह हुँदैछ। सो सुमित भाइ चाहिँ चढिहाल्यो है फोटो खिच्नु लागि, टक्कै फोटोहरू खिच्दैछ। हेर्नुहोस् न कति मजाको है रुखमा बनाइदिएको रहेछ, एकदम दामी युनिक है। सो म पनि हल्ला गर्दै जाँदैछु है, अब फोटो खिच्छु भन्दै है। सो हल्का डर लागेको जस्तै भइरहेको छ मलाई चाहिँ हो। मैले पनि हल्का पोस्ट दिएँ हो, केटाहरूले चट्टै फोटो खिचिदियो, दामी है, मजाको लाग्यो मलाई त। सो हामी यहाँबाट फेरि निस्क्यौँ। यहाँ तपाईँहरूले नाइटमा टेन्टको पनि मजा लिन सक्नुहुनेछ, 7टा टेन्ट रहेछ है। सो दामी छ, लाइटहरूको एकदम प्रबन्ध छ। सो यहाँबाट चाहिँ तपाईँले हाइवे देख्दो रहेछ है, 4 लाइन। यहाँबाट चाहिँ तपाईँले भ्यूहरू हेर्नुभयो भने चाहिँ दामी देख्छ है साथीहरू है। सो अब चाहिँ हामी क्यासाभिला एडभेन्चर होमस्टेको रुम भिजिट गराउन गइरहेको छु। सो तपाईँहरूलाई पनि यहाँ आउन इच्छा लाग्यो भने चाहिँ तपाईँहरूलाई यहाँ स्क्रिनमा है नाम, नम्बर, कन्ट्याक्ट नम्बर मेन्सन गरिदिन्छु। तपाईँहरूले कन्ट्याक्ट गरेर है सोझै आउनु सक्नुहुनेछ। सो तपाईँहरूले गुगलमा पनि सर्च गऱ्यो भने पाउनु सक्नुहुनेछ है, अनलाइन बुकिङ पनि हुन्छ है। सो यहाँ हेर्नुहोस्, तपाईँलाई फर्स्ट रुम देखाउँदैछु। सो दामी छ है, डबल बेड विथ वासरुम एट्याच है। र विशेष कुरो चाहिँ यहाँ चाहिँ के लाग्यो भने रुममा लाइटहरूको प्रबन्ध राम्रो रहेछ है। र तपाईँहरू सानो कन्टेन्ट क्रिएटरहरू या ठुल्ठुलो कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ भने पनि तपाईँहरूलाई यहाँ रिल्स, भिडियो, भ्लगहरू बनाउनु लागि चाहिँ धेरै राम्रो छ, किनभने लाइटहरूको प्रबन्ध छ। सो बाहिर पनि त्यस्तै एकदम पिसफुल जग्गा है, सुनसान जग्गा, कस्तो मजा आउँछ नि यस्तोमा चाहिँ कन्टेन्टहरू बनाउनु है। सो दामी छ, हामी पनि एक दिन आउनेछौँ यहाँ कन्टेन्टकै लागि है। सो हेर्नुहोस् न, यहाँ बसेर आरामसे चियाहरू पिउने जग्गाहरू पनि रहेछ। यो चाहिँ तपाईँको सेकेन्ड रुम है, सेम सिमिलर छ, सबै सेम हो, एट्याच वासरुम। सो डबल बेड भएको है। यो चाहिँ थर्ड रुम, यहाँ पनि सेम छ, तपाईँहरूले हेर्नुहोस् है। र तपाईँहरू यहाँ 50+ पनि आउनु सक्नुहुन्छ, किनभने यहाँ वेस्टर्न तपाईँहरू यहाँ 50+ आउनुभयो भने पनि तपाईँलाई सुविधा हुनेछ, किनभने वेस्टर्न टोइलेटहरू छ है। तपाईँको घुँडा खुट्टाहरू दुख्छ भने पनि सहजै तपाईँले उठबस गर्न सकिन्छ। सो राम्रो जग्गा छ। म यही तपाईँलाई रिकमेन्ड गर्छु कि तपाईँहरू यहाँ आफ्नै गाउँको चेलीको गाउँमा आएर पनि है यहाँको वातावरणको इन्जोय लिन सक्नुहुनेछ। सो मलाई त धेरै राम्रो लाग्यो।
जग्गा पनि एकदम पिसफुल है, शान्ति है, मजा आउने खालको है। किनभने अब धेरै हामीहरू कति काम पनि गर्छौँ, कोही कोही बेला यसो घुम्नु पनि निस्किनुपर्छ। सो म चाहिँ यही भन्छु कि आफ्नै जग्गामा, आफ्नै ठाउँमा, आफ्नै चेलीबेटीको होमस्टेतिर आएर है बसौँ, यही रिकमेन्ड छ है साथीहरू। सो तपाईँलाई पनि यही अनुरोध छ कि तपाईँहरू पनि आएर यहाँको है मजा लिनु होला। सो तपाईँहरूलाई एकदम एभाइलेबल सबै कुरो पाउनु सक्नुहुनेछ। सो त्यो पनि अर्ग्यानिक है, तपाईँले सबै यहाँ हातले बनाएको उमारेको कुराहरू नै सबै पाउनुहुनेछ। सो तपाईँले अर्डर मात्र गर्नुपर्नेछ है। सो तपाईँलाई यहाँ डिस्काउन्ट पनि हुनेछ। सो यहाँ चाहिँ किचन है, परको चाहिँ किचन हो। सो यहाँ चाहिँ सबै कुरो अर्ग्यानिक पाउनुहुनेछ, किनभने बस्ती एरिया हो नि त, खासमल एरिया हो। यहाँ चाहिँ धेरै सबै कुरो नै घरमै बनाएको नै पाउनुहुनेछ। र मलाई त धेरै मन पऱ्यो। तपाईँलाई के कस्तो लाग्यो है कमेन्ट गर्नुहोला। र यो लास्ट हाम्रो हल्का बिदागरीको टाइममा हल्का इन्जोय गरेको है। सो यति टाढोबाट आएर है हल्का मजा त गर्नै पऱ्यो भनेर चाहिँ यहाँ हाम्रो आङ्गी आसेङको फरमाइसमा हामीले पनि हल्का जानी नजानी भए पनि है कम्बरहरू हल्लाइदियो है, डान्सहरू है। यहाँ हाम्रो जोजोहरू पनि धेरै खुसी हुनुहुन्छ है। र हामी फेरि पनि यहाँ आउनेछौँ। सो तपाईँहरूलाई के कस्तो लाग्यो यहाँको जग्गाहरू है कमेन्टमा मेन्सन गरिदिनु होला। सो साथीहरू पनि नाच्दैछ है, मजा आयो है। र तपाईँहरूलाई पनि के कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला है साथीहरू है। सो यस्तै छ, कोही बेला यस्तै रमाइलो है, कति दुःख मात्रै गर्नु, कोही बेला हल्का हाँसखेल पनि गर्नुपर्छ है। सो आङ्गी पनि हामीसँग मजाले नाच्नु भयो है। सो धेरै खुसी लाग्यो। हामी फेरि आउनेछौँ भन्दै आङ्गीलाई है जिस्काउँदै हल्का हामीले धेरै इन्जोय गरेँ यहाँ है साथीहरू। हामीलाई त धेरै रमाइलो लाग्यो र तपाईँहरूलाई पनि रमाइलो लाग्छ होला। म यही रिकमेन्ड गर्छु कि तपाईँहरू पनि स्क्रिनमा दिएको नम्बरमा है कन्ट्याक्ट गरेर आउनु होला। सो सबैलाई धन्यवाद।